केको उपलक्ष्यमा हो यतिकै बोलाउनु भयो गाइज अनि हामी त्यो पारी झरेछौँ कता झऱ्यौँ हामीलाई गाडीले नि फसायो गाइज चाहिँ कस्तो राम्रो गाजर टिपिराख्नु भएको छ है यता चाहिँ गाजरहरू चाहिँ पाइरहेको छ सबैजना टिपिराख्नु भएको उयो भएको छ आउने हो हामीलाई अघि बोलाएर हामी कता राम्रो चाहिँ अब चाहिँ हामी सरी घर जान लागेको है घर पुगिसक्यौँ खाना मिठो छ गाइज अनि सबै कस्तो छ बनाउने मान्छे म कोइराला टिप्न जान लाग्यो है यो रुखमा ल है गाइज हाम्रो साथी कोइरालको बोटमा चढ्दैछिन् यिनी एकदम घाँस दाउरा वन पाखुरा के भन्छन् नि गरेकी हुन् पहाडतिर है त्यही भएर यति ठुलो रुखमा चढेकी छिन् ऊ अर्कीलाई उहाँ गर्ने भएर पारी कुरामा बस्न गए चाहिँ काली हुन्छु भनेर हाम्रो सर दिदीले यता टिप्दै हुनुहुन्छ अघि लामो लामो हुन्थ्यो है यस्तो हुँदो त्यसो भए फुल खाने हैन कि मलाई थाहा हैन यस्तो भइसक्यो नि खान्छु भन्ने ओए हावा सरी दिदी तपाईले फेरि फुल टिपेर तर यस्तो त हुन्थेन बारे बेच्न ल्याउन ठाउँमा त यस्तै दिदी टुस्सा हुन्थ्यो कि यस्तो वाला हुन्थ्यो यस्तो टुस्सा भरु बसी पढ्नु पर्यो हेलो साथी हेलो भन न बाइ माथि बोट्न चढेकी छिन् बाजारमुखे कतै खसिहाल्नु भने मैले यसरी बाजारमुखे रुखमा गई कलेजमा अचारले यो पारी चाहिँ कैलाश नगर छ गाइज त्यहाँ सिएमसी छ यहाँ चाहिँ हाम्रो सरी दिदीको घर हो यो फुलबारी ओ यहीले फुलबारी त्यहीले कैलाश नगर सरी दिदी आऊ सरी दिदी पारी हुनुहुन्छ हो है दिदी यहीँनिर फुलबारी त्यहीँनिर कैलाश नगर हो फेरि मलाई लास्ट निन्द्रा लागिरहेको छ साथीहरूलाई लास्ट निन्द्रा लागिरहेको छ यो आज घुम्न जाने भनेको सरी दिदी घरमा यस्तो राम्रो फुल फुलिरहेको खान नपाएका फुलको जुस खाने रे एउटा नि आउन यार कसले सिकाउनु तिमीहरूलाई यस्तरी खान तैले एउटा आएको भए त मरिजा उही फुल खेर नफाल्दैन आफै के खाइस् नि एउटा नि ओइ अब हामी घुम्न जान लाग्यो चोरहरू फुलबारी यसलाई पनि फुलबारी हजुरको घरलाई पनि फुलबारी नै हो सबै फुलबारी है फुलबारी होइन त्यसरी उनीहरूको फुलबारी आइसक्रिम खान जान लाग्यो अब आइसक्रिमको पालो हामीसँग यस्तो टाइपको आइसक्रिम छ त्यस्तो टाइपको आइसक्रिम सबैभन्दा मिठो कुन चाहिँ हुन्छ भन्नु त सबै मिठो हुन्छ होइन कि एकदम बेस्ट वाला हुनु त यही नगान न मुन्टो तिमीहरू किन चढिरहेको साथीहरू त फुलको मह खान लाग्यो खान नपाएको सबैमा जुसी छ खाना जन्मेकाहरू खाइरहेका छन् यस्तो राम्रो फुल टिपेर गाईजहरू यहाँ काँक्रा किन्न आएको किमु पाकेको भेटाएर खान लाग्न है फेरि साथीहरू उयो कस्तो पाकेको त नि ऊ यहाँ हेर्न यहाँ पाकेछ टिप्न यहाँ राखेँ है मैले
यहाँ आएर हो त कति धेरै पाकेर के कस्तो पाकेको त नि तिम्रो रातोवाला होइन धेरै पाकेको नि मिठो हुनु पाकेर यहाँ हेर्न समीक्षाको धेरै छ यहाँ हामी चाहिँ आज काँक्रेबारी आएको है काँक्राबारीमा काँक्रा टिप्नलाई आएको यहाँ कस्तो फलेछ नि काँक्रा त यो लोकल होइन यहाँ पुरै काँक्राको बारी कति धेरै फलेको नि कस्तो धेरै है कत्रा छ चोरेर लाग्यो लोकल हो है यता पानी काँक्रा हो यो बेदत त्यो लोकल बास्ना आउँछ कि उता छ आऊ न ओइ तिमीहरू कहाँ गयो त होइन आयो के गर्नु गयो किन गयो ए लोकल यता छ क्या अब कति धेरै हो त नि पुरै काँक्राबारी फेरि सानो बुट्टामा नि कस्तो फलेको है कति मल हाल्नुहुन्छ होला के तपाईँले मलाई धेरै भिराइदिएर मेरो हात नै खाऊ मेरो कत्रो ठुलो छ फेरि हो यो होला लोकल पुरै काँक्रा खेती यहाँ चाहिँ खुर्सानी कति धेरै हो मकै हम साथीहरू आउँदैछ नि हामी सबै मिलेर दुईटा स्कुटर खाएकै छैन म त बास्ना चिजको बास्ना छ हाई भन्देऊ बाई हेलो गाइज आज चाहिँ हाम्रो नाइट टुरको चाहिँ हामी अहिले के अरे अम्ब्रेला स्ट्रिट आइसक्यौँ आज हामी कहाँ गएर बस्छौँ चाहिँ हामीलाई थाहा नै छैन आज अम्ब्रेला स्ट्रिटतिर हामी बस्छौँ होला माथि सबै अम्ब्रेला मात्रै छ माथि अम्ब्रेला देखा न अब अम्ब्रेला देखिसक्यो म यहाँ छु हामी सबैजना भएर उज्यालोतिर जाउँ बस्तीतिर गएर आउँछौँ हामी चाहिँ गयौँ आफ्नो यात्रातिर उडी चुप यात्राको मन ठाइराकै मनतिर अलिक गोइडा आउँछ क्या गोइडाले हामीलाई हान्छ फेरि हामी जान्छौँ अच्छा पिकनिकबाट फाइनली आइपुग्यौँ गाइज ड्राई पिकनिकबाट भनौँ मेरो ब्याग पनि ठुलै छ गाइज काँक्रा कहाँबाट ल्याएको साथी काँक्रा हामी फार्ममा गएर लिएर आएको तात्ते कुरा हो अब यो चाहिँ भोलि खानुपर्छ त्यो बोका पुन्चेला बनाएर फेरि कहाँ समिन्छ चाउचाउ बोकेर राति राति न्युन खोज पागल र बोलाले खान्छु फेरि ए मेरो बत्तले ए न्युन खोजा पागल र बौलाले ढलाइदिन्छु यही कान्छी औँलाले चरी घुँडैमा